सबैजनालाई गुड इभिनिङ। आज चाहिँ हाम्रो घरबारको छेउमा बुहारीले रक्सी पकाउँदै हुनुहुन्छ। काठमाडौँ ललितपुरमा यहाँ रक्सी पकाउँदै हुनुहुन्छ बुहारीले। सबैजना यहाँ आज हाम्रो दाइ पाहुना आउनुभएको थियो, छोप्दै हुनुहुन्छ। दाइले चाहिँ नखाने रे, म चाहिँ सुरु गरेको छु। अहिले निकै बसी खाएको छोडेर पानी रक्सी सबैजनाले हेरिदिनु होला, के कस्तो छ प्रतिक्रिया पनि जनाउनु होला है। बहिनी बुहारीले पकाउँदै हुनुहुन्छ। ल 3 पानी रक्सी यसरी बनाएको सब गाउँले तरिकाले छ। दाउरामा बस्दै खाँदै पकाउनेले पकाइरहेछ, हामी खानेले खाइरहेछौँ। सबै सुतिसके बच्चाहरू चाहिँ, अनि म यसो बसेर खाइरहेको छु। दाइले कुरिराख्नु भएको छ, कान्छा दाइ, मेरो छ्यामाको छोरा है।